कुकुरलाई बिस्कुट दिँदैछु है। बिस्कुट बिस्कुट मासु दिनु सक्दिनँ, बिस्कुट चाहिँ दिनु सक्छु, के गर्नु। खाऊ ल। मासु दिनु सक्दिनँ, बिस्कुट चाहिँ दिनु सक्छु है गाई। के हो यस्तै छ, पनि गरिबको छोरा हो, धनी होइन। ल यति दिएँ, अब अर्को कुकुरको पालो छ। अब ल हेर्नुहोस्, अब के भन्नु, मासु त दिन सक्दिनँ, 10 रुपियाँको बिस्कुट चाहिँ दिन सक्छु म गाई। कुकुरलाई दिएन भन्नु थियो, तर आज दिइरहेको छु यसलाई। ल खाऊ तिमी, अब बिचरा भोकाएको रहेछ होइन, मासु त दिन सक्दिनँ। दाइलाई पनि कति भनेको, खोइ पैसा छैन भन्नुहुन्छ, बिस्कुट किनेर दिएको। अब के गर्नु त, अब कोही काम गर्छु, काम गरेपछि मासु किनेर खुवाउनु पर्ने छ कुकुरहरूलाई। पार्ट 3 मा खुवाउँछु है, अहिले चाहिँ पार्ट 2 हो, बिस्कुट पार्ट 2 हो। 3 मा चाहिँ फेरि रातो रातो मासु हुन्छ यिनीहरूलाई हेर्नु, सेवा नै धर्म हो। लगायत पार्ट 2 मा चाहिँ भेट हुन्छ। पार्ट 2 मा चाहिँ तपाईँको म सुँगुरको मासु दिन्छु सबैलाई।